फाइनली गाइज हामी चाहिँ एसियाको सबैभन्दा गरिब देश ताजिकिस्तानबाट अहिलेको भिडियो सम्प्रेषण गरिरहेको छौँ। हाम्रो ड्राइभर आका हुनुहुन्छ यता, फेरि ताजिक तर राम्रो छ यार। तर यसपाल फुल फुलेन है दाइ, होइन भाइ कस्तो राम्रो फुल फुल्छ नि। होइन पुरै फुलै फुल हुन्छ। तर बुढा मान्छे भए पनि गाडी चाहिँ ढिन्जर उडाउने है बुढाले यस्तोमा पनि। रोगन माथिको भ्यू हो। ओह्रालोमा त के को उकालोमा के को डर त भने दाइ? ओह्रालोमा त भने डर जे पनि। सबैले हेर्नुहोस् है ताजिकिस्तानको। तर मात्र यो चाहिँ 1 महिना 2 महिना हो यो गाडी कता 2-3 महिना पछि पुरै फेरि नाङ्गो डाँडा हुन्छ यो। तर अहिले चाहिँ यति हरियाली छ। हरियाली त के हुने र त्यो छेउमा जानु पनि केही छैन, झारै मात्रै नि। तर डाँडा चाहिँ नाङ्गोते डाँडा पनि हरियाली हुँदाखेरि राम्रो देखिँदो रहेछ। देख्यो डाङ्ग्रेहरू पनि पाउँदो रहेछ। हजुर कुकुर हो त कुकुर, त्यो फटा नबोला न। फाइनली गाइज कुकुर पनि देखियो। यसलाई चाहिँ साग भन्छ, फेरि यो हाम्रो फारसी भाषामा चाहिँ साग भन्ने रहेछ। राम्रो राम्रो भ्यू हेर्नलाई कसलाई इच्छुक हुनुहुन्छ त? कमल भाइ आजको यात्रा कस्तो लागिरहेछ भाइलाई? हो ल धन्यवाद। एक्लै पनि आउँथ्यो हो। भाइको सपिङ पुरा भयो भाइ? चक्लेट किन्न बाँकी होला है? चक्लेट किन्नु हो? मित्रहरू अहिले हामी चाहिँ यस्तो ठाउँमा बसिरहेको छौँ भाइ। हामी त्यस्तो विकसित ठाउँमा चाहिँ छैन मैले। तर यो भिडियो हेरेर सबैले नेपाल चाहिँ नभन्नु होला है। सबैले मान्छे नेपाली हो तर ठाउँ नेपाल होइन यो। तर मलाई लास्टै राम्रो लाग्यो दाइ। हजुर त्यो फटा नबोल न। यो लङ भिडियो मेरो चाहिँ युट्युब च्यानलबाट आउने छ भनेर भन्नुपर्छ। यो एसियाकै सबैभन्दा गरिब राष्ट्र हो खास। के गर्ने, हामी नेपालीको भाग्यमै नेपालमा बस्न जुरेन है भाइ। अर्काको देशमा हिँड्नै पर्ने हो नि। यहाँको नेसनल फ्ल्याग हो यो चाहिँ।
कस्तो छ अहिले हामी जाँदै गरेको ठाउँ चाहिँ अब यो हो। घामले गर्दा कालो आइरहेछ मेरो भिडियो। अहिले म गरिब छु, कुनै दिन धनी भएर गोब्रा किनेर गोब्राबाट भिडियो गरेर यही ठाउँको पोस्ट गरौँला है गाइजहरूलाई। यही देशमा बसेर गोब्रा किनेर म कुनै दिन मेरो भिडियो लिएर आउनेछु। अहिले चाहिँ यही एउटा एन्ड्रोइड सस्तो, सबैभन्दा सस्तो के अरे रेडमीबाट भिडियो गरिरहेको छु त कि कसैले चन्दा देऊ न।